Please watch GS News पोखरा। आदर दर्शकबिन नमस्कार। तपाईँ यति बेला जीएस न्युज पोखरा मार्फत हामीलाई हेर्दै हुनुहुन्छ। हामीले पोखरा मुलनी सडकको विभिन्न अपडेटहरू तपाईँलाई देखाइरहेका छौँ। आज हामी तपाईँलाई देखाउँदैछौँ चाउथे ओह्रालोको क्षेत्र। मैले पहिला पनि भनेको थिएँ चाउथे ओह्रालोमा अब तीव्र गतिमा काम गरिएन भने बर्खाको समयमा धेरै जोखिम हुँदैछ भनेर मैले यसअगाडि तपाईँलाई जानकारी गराएको थिएँ। अहिले पछिल्लो क्रममा नाला एक साइडतर्फको नाला लगभग क्लियर हुन लागेको छ। क्लियर भइसकेको अवस्था त छैन, क्लियर हुन लागेको अवस्था छ। यो चाउथे ओह्रालो क्षेत्रको गतिविधि आज हामी तपाईँलाई देखाउँदैछौँ। के हुँदैछ काम, कति भइरहेको छ। जब पानी आइसकेपछि यहाँ चाहिँ विजयपुर खोला जत्रै यहाँको नालामा विजयपुर खोलाको जत्रै पानी आउने गर्छ जब वर्षा सुरु हुन्छ। यो दुईतर्फी गरेर त्यति धेरै ठुलो बेलबाडी आउने गर्छ। यहाँ चाहिँ तपाईँलाई हामीले यहाँको दृश्य देखाइरहेका छौँ। यो पानीघट्ट क्षेत्रको दृश्य हो। यो घट्ट खोला भन्छ, चाउथे ओह्रालोको घट्ट पानीघट्ट क्षेत्र हेर्न सक्नुहुन्छ। यहाँबाट माथिबाट समेत पानी आउने गर्छ। त्यसलाई कटाउनको लागि कल्भर्ट निर्माण एकतर्फी भइसकेको छ भने अर्को सडकतर्फ पनि, अर्को साइडतर्फ पनि कल्भर्ट निर्माणको क्रममा छ। तर पोखरामा चाहिँ बर्खा लगाइसकेको जस्तो छ, किनकि प्रत्येक दिन यहाँ पानी परिरहेको छ। केही दिन अगाडि आएको पानीले यो बनाइसकेको कल्भर्ट निर्माणको लागि अलिकति केही काम भएको थियो, त्यो सबै बगाइदिएको थियो र पुनः काम सुरु भएको छ। आज हामी यही चाउथे ओह्रालो क्षेत्रका यी गतिविधिहरू तपाईँ माझमा देखाउँदैछौँ। तपाईँ कहाँदेखि हामीलाई हेर्दै हुनुहुन्छ कृपया कमेन्टमा लेख्नुहोला।